साथीहरु यो फोटोमा देखेको मान्छे चाहिँ मानसिक रोगी रहेछ। मानसिक रोगले एकदमै धेरै ग्रस्त भएको मान्छे रहेछ। यो भिडियो चाहिँ सबैले शेयर गरिदिनु होला, यो भिडियो सबैले रिपोस्ट गरिदिनु होला ताकि यो मान्छेको सकुशल उद्धार होस् र सकुशल आफ्नो परिवारको जिम्मा लगाइदिन सकौं हैन। र यो मान्छेसँग सँगै कम्पनीमा काम गर्ने मान्छेहरु तपाईहरु एकदमै सतर्क भएर बस्नु होला है। अनि सुत्दाखेरि पनि एउटै बेड छ भने पनि त्यहाँ एकदमै सतर्क भएर सुत्नु होला। सुतिरहेको साथीलाई चाहिँ आफ्नै साथीले चक्कु प्रहार गरेर खोडा प्रहार गरेर हत्या गर्यो भन्ने खबर सुन्न सक्छौ हैन। यस्तै मानसिक रोग भएका मान्छेहरुले चाहिँ यस्तो क्रियाकलापहरु गर्न सक्छन्। र एक्लै रुममा सुत्नुहुन्छ, खिसुक्सामा एक्लै सुत्नुहुन्छ भने भित्रबाट दह्रो चुक्कु लगाएर सुत्नु होला। यस्ता मानसिक रोगीहरुलाई चाहिँ हामीले छिटै नै पहिचान गरेर चाहिँ यसको उपचार गरेर यसको जिम्मा चाहिँ आफ्नै परिवारलाई लगाइदिनु पर्छ है। सम्पूर्ण साथीहरुले चाहिँ यो भिडियो चाहिँ सबैले शेयर गरिदिनु होला। त्यो कम्पनीको साथीहरुसम्म पुर्याइदिनु होला यो भिडियो। उहाँहरुलाई सुरक्षित बस्न पनि म एकदमै आग्रह गर्छु है। यस्ता मानसिक रोगीहरुलाई चाहिँ छिटो भन्दा छिटो चाहिँ उपचारको जरुरत छ। बरु आर्थिक सहयोग संकलन गर्नुपर्छ भने हामी रेडी छौं है। सबै नेपाली कोरियावासी नेपालीहरु रेडी छ। आर्थिक संकलन गर्नुपर्छ भने यस्तो मान्छेहरुलाई चाहिँ छिटै नै उपचार गरेर हामीले परिवारको जिम्मा लगाइदिनु पर्छ है।